हेलो एभ्रिवान, नमस्ते। प्रशान्त कुक्समा यहाँहरूलाई स्वागत छ। आज मैले यहाँहरूको लागि मिठो कटहरको तरकारीको रेसिपी लिएर आएको छु। ल सुरु गरौँ तरकारी बनाउन चाहिने सामानहरूबाट। हामीलाई सबैभन्दा पहिला चाहिन्छ कटहर, एउटा मिडियम साइजको प्याज, साथै एउटा मिडियम साइजको गोलभेडा, थोरै धनिया, एउटा मिडियम साइजको आलु अनि 1-1.5 चम्चा अदुवा लसुनको पेस्ट। म बस्ने ठाउँमा फ्रेस कटहर नपाउने भएकोले म फ्रोजन कटहर लिँदैछु। यदि हजुरहरू क्यानाडाबाट यो भिडियो हेर्दै हुनुहुन्छ भने इन्डियन ग्रोसरी स्टोरबाट यो ब्रान्डको कटहर लिन सक्नुहुन्छ। यसमा भिनेगर नहालेको हुनाले नेपालको जस्तै स्वादिलो हुन्छ। ल अब सुरु गरौँ तरकारी बनाउन। एउटा प्यान बसाल्नुहोस् र त्यसमा थोरै तेल एड गर्नुहोस्। तेल राम्रोसँग तातेपछि हामी मेथी फुराउँछौँ र एउटा तेजपत्ता र 2 देखि 3 वटा ल्वाङ पनि राखिदिन्छौँ। त्यसपछि कटहर ओइरिनुहोला र हामीले यसलाई मजाले भुट्न पर्ने हुन्छ। यहाँहरूले कटहरलाई छुट्टै उमालेर पनि लिन सक्नुहुन्छ, तर मलाई यसरी पकाएको कटहरको स्वाद एकदमै मिठो लाग्छ। हामीले उल्टाइ पल्टाइ गर्दै मजाले कटहर भुट्छौँ। यदि हजुरहरूलाई यस्तै सिम्पल रेसिपिजहरू हेर्न मन पर्छ भने कृपया मेरो च्यानललाई सब्स्क्राइब गरिदिनुहोला र यो भिडियोलाई पनि लाइक कमेन्ट गरिदिनुहोला। कटहरलाई 4 देखि 5 मिनट जस्तो भुटेपछि हामी त्यसमा आलु राखिदिन्छौँ र आलुलाई पनि सँगै भुट्छौँ। आलुलाई पनि सँगसँगै मजाले राम्रोसँग भुट्न पर्ने हुन्छ। तरकारीको लागि चाहिने मसला म एड गर्ने बेलामा यहाँहरूलाई भन्दै जानेछु। केही बेरसम्म चलाएपछि हामी प्यानलाई केही बेर ढक्कन लगाएर छोडिदिन्छौँ। 2 देखि 3 मिनटपछि ढक्कन खोलेर राम्रोसँग चलाउँदै फेरि यसलाई भुट्नुपर्ने हुन्छ। मैले यो बेलासम्म अलिकति पनि पानी एड गरेको छैन। सानो हिटमा बिस्तारै भुट्दै पकाउनु पर्ने हुन्छ। त्यसपछि हामी यसमा प्याज राखिदिन्छौँ र यसलाई पनि केही बेर चलाउँदै भुट्छौँ। प्याजलाई पनि हामीले केही बेर राम्रोसँग भुट्न पर्ने हुन्छ। त्यसपछि ढक्कन लगाएर यसलाई अरू 2 देखि 3 मिनट पाक्न छोडिदिन्छौँ। ढक्कन खोलेर राम्रोसँग एकचोटि यसलाई चलाइदिन्छौँ। मेरो चिकन खाना सेटको रेसिपी भिडियो म डिस्क्रिप्सन सेक्सनमा राखिदिन्छु। कृपया त्यो भिडियो पनि यहाँहरूले चेक गरिदिनुहोला। अब हामी यसमा अदुवा लसुनको पेस्ट राख्छौँ र यसलाई पनि मजाले मिक्स गरिदिन्छौँ। लसुनको काँचो स्मेल नजाँदासम्म हामीले यसलाई भुट्नु पर्ने हुन्छ। ल अब मसला राखौँ। म राख्दैछु स्वाद अनुसार नुन, थोरै बेसार अनि जिरा धनियाको धुलो। साथै म राख्दैछु थोरै खुर्सानीको धुलो र मसलालाई पनि हामीले मजाले मिक्स गरिदिन्छौँ। मसला सबैतिर राम्ररी मिक्स भएपछि मैले राखेँ गोलभेडा र यसलाई पनि राम्रोसँग फेरि एकचोटि चलाइदिन्छौँ। यहाँहरूले गोलभेडाको प्युरे बनाएर एड गर्न पनि सक्नुहुन्छ। अब मैले यसमा 1 ग्लास जस्तो पानी राखेँ र यसलाई बिस्तारै चलाइदिन्छौँ। राम्रोसँग मिक्स भएपछि हामी फेरि एकचोटि ढक्कन लगाइदिन्छौँ र यसलाई लगभग 10 देखि 12 मिनटसम्म सानो हिटमा पाक्न दिन्छौँ। हेर्दै खान मन लागिहाल्ने तरकारी अलमोस्ट रेडी हुन लागिसक्यो। यो पोइन्टमा यहाँहरूलाई सुक्खा, ग्रेभी या झोलिलो तरकारी जे खान मन लाग्छ त्यही अनुसार पानी एड गर्न पनि सक्नुहुन्छ। अब म यसमा राख्दैछु घरमै पिरेको मरिच र सुकमेलको धुलो। यसले तरकारीको स्वाद एकदम मिठो हुन्छ। मजाले सबैतिर लाग्ने गरी मिक्स गरिदिनुहोला। यहाँहरूले गरम मसलालाई पनि एड गर्न सक्नुहुन्छ। अब म राख्दैछु थोरै मसिनो गरी काटिएको धनिया। धनिया राखेर राम्रोसँग चलाइदिनुहोला अनि रेडी भयो हाम्रो एकदमै मिठो कटहरको तरकारी। यसै गरी हजुरहरूले पनि मिठो कटहरको तरकारी बनाउनुहोला र आफ्नो फ्रेन्ड्स एन्ड फ्यामिलीसँग इन्जोय गर्नुहोला। मैले चाहिँ यो कटहरको तरकारीलाई खानासँग सर्भ गरेँ र यो एकदमै मिठो भएको थियो। मेरो यो सानो प्रयासलाई लाइक, कमेन्ट र सब्स्क्राइब गरेर मलाई पनि सपोर्ट गरिदिनुहोला। थ्याङ्क यू फर वाचिङ।